नमस्कार। आज म तपाईहरु समक्ष साक्षात् भगवान कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान अथवा भागवत गीता, जसमा हाम्रो जीवन र जगतको बारेमा धेरै कुराहरू बताइएको छ। एक हिसाबले भन्यो भने यो एउटा महासागर नै हो ज्ञानको। त्यही महासागरबाट मैले केही थोपाहरूलाई जम्मा गरेर तपाईँ समक्ष हाम्रो जीवन जुन कुराहरू बिना अपूर्ण छ, जुन कुराहरू बिना अधुरो छ, त्यही कुराहरूलाई कलेक्ट गरेर तपाईँ समक्ष प्रस्तुत गर्दैछु। यदि ती कुराहरू हाम्रो जीवनमा भएनन् भने हामीलाई कता कता जीवन नमिलेको जस्तो, अपुरो भएको जस्तो, अधुरो भएको जस्तो लाग्छ। त्यही ज्ञानहरू म तपाईलाई दिँदैछु। कृपया भिडियोलाई नछोडिकन अन्त्यसम्म हेर्नुहोला। भागवत गीतामा भगवान श्री कृष्णले अर्जुनलाई भन्नुहुन्छ, हामीले निष्काम कर्म गर्नुपर्छ। निष्काम कर्म अथवा जुनसुकै कर्म हामीले गर्छौं, त्यो कर्ममा हामीले कुनै फलको आशा राखे बिना गर्नुपर्छ। कर्म गर्नु हाम्रो कर्तव्य हो, तर त्यसमा हामी लिप्तता हुनु अथवा भनौं कुनै आशा राख्नु र फलको आशा राखेर गरिएको कर्मलाई उचित मानिदैन भनेर भनिएको छ। हामीले जुन कुरा गर्छौं, जुन काम गर्छौं, जुन कर्तव्य गर्छौं, त्यो कर्तव्यलाई पूर्ण रूपमा समर्पणका साथ गर्नुपर्छ, शुद्धताका साथ गर्नुपर्छ। जब हामी कुनै काम गर्छौं र त्यसको आशा राख्छौं, तब भविष्यको चिन्तामा मग्न हुन्छ। कुनै पनि काम गरेर आशा राख्नु भनेको भविष्यको चिन्ता हो। भगवान कृष्णको अनुसार काम गर, कर्तव्य गर, तर वर्तमानमा बसेर गर। किनभने जब हाम्रो आशा हुन्छ कुनै कुरामा, त्यो आशा हुनासाथ हामी भविष्यमा जिउँछौं, वर्तमानमा जिउन सक्दैनौं। त्यसकारण हामी वर्तमानमा जिउनुपर्छ र वर्तमानमा जिउनको लागि हाम्रो निष्काम कर्म हुनुपर्छ। जब कुनै हाम्रो लोभ, मोह, अहंकार यसमा जागेको हुन्छ, यसमा हाम्रो आशा जागेको हुन्छ, तब हामी भविष्यमा ढल्किएका हुन्छौं। जब भविष्यको चिन्ता हुन्छ, तब हामी वर्तमानमा रहन सक्दैनौं। त्यसकारणले गर्दा हामीले निष्काम कर्म गर्नुपर्छ, कुनै फलको आशा नराखिकन काम गर्नुपर्छ, हामी पूर्ण रूपमा डुबेर काम गर्नुपर्छ भनेर बताइएको छ। त हामीले जहिले पनि कर्म गर्दाखेरि भविष्यको चिन्ता छोडेर आज मैले के गर्नुपर्ने हो त, त्यो कामलाई गर्न सकियो भने हामी वर्तमानमा मग्न हुन्छौं र हामीलाई भविष्यको चिन्ताले कहिले पनि सताउन सक्दैन। त्यस्तै गरी भगवान कृष्णले हामी मानव जातिलाई दिनुभएको अर्को ज्ञान भनेको हामी स्थित प्रज्ञ व्यक्ति बन्न सक्नुपर्छ, सिक्नुपर्छ भनेर भन्नुभएको छ। स्थित प्रज्ञ व्यक्ति भनेको हामी कुनै पनि खालको लाभ, हानि, जय, पराजय, सफलता, असफलता यसबाट विचलित हुँदैनौं। हामी समभाव अवस्थामा रहन्छौं। मैले कुनै कुरा पाउँदा र नपाउँदा मेरो स्थिति एउटै हुनुपर्छ। म स्थित प्रज्ञ हुनुपर्छ। मैले जित्दा वा हार्दा म उस्तै हुनुपर्छ। त्यसकारण हामी यस्ता साना साना कुराहरूबाट तलमाथि नभइकन हामी एउटै भावमा, एउटै अवस्थामा रहन सक्ने त्यस्तो खालको व्यक्ति बन्छौं भने त्यो स्थित प्रज्ञ व्यक्ति हो भनेर भन्नुहुन्छ। अब स्थित प्रज्ञ व्यक्ति बन्नको लागि हाम्रा इन्द्रियहरूको निग्रह हुनुपर्छ। किनभने हाम्रा इन्द्रियहरूले त विभिन्न कुरा भोग गर्न खोजिरहेका हुन्छन्। त्यो भोग गर्दा र नगर्दा आफूलाई उही पाउनुपर्छ। हामी त्यसमा कुनै त्यसको आशामा, त्यसको लिप्ततामा हामी डुब्नु हुँदैन। हाम्रा इच्छाहरू नष्ट हुनुपर्छन्। जबसम्म इच्छा हुन्छन्, तपाई स्थित प्रज्ञ बन्नै सक्नुहुन्न। हाम्रा इच्छाहरूले त दुःख दिन्छन्। हाम्रा इच्छाहरूले त विभिन्न कामहरू गराउँछन्। हाम्रा शरीर, मन, इन्द्रियहरू यी सम्पूर्ण चलायमान गराउँछन्। त्यसकारणले गर्दा यो इच्छा चाहिँ नष्ट हुनुपर्छ। हामी एउटा पूर्ण समत्वको अवस्थामा हुनुपर्छ। पूर्ण समत्व भनेको तपाई यस्ता साना साना कुराहरू जीवनमा जुन घटेका हुन्छन्, ती कुराहरूबाट प्रभावित हुनुहुन्न। जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा हुनुहुन्छ। हामीले जबसम्म आत्मज्ञानमा स्थिर भएर बस्दैनौं, तबसम्म हामी त्यो स्थित प्रज्ञ अवस्थामा पुग्न सक्दैनौं। स्थित प्रज्ञ अवस्थामा पुग्नको लागि हामीलाई आत्मज्ञानको आवश्यक पर्छ। त्यसलाई हामीले सिक्नुपर्छ। जसरी एउटा हिमाल जतिसुकै तुफान, आँधी, हुरी आउँदा पनि अटल भएर बस्छ, त्यस्तै गरी हामी पनि जस्तासुकै कुराहरू हाम्रो जीवनमा आउँदा पनि हामी अटल भएर
त्यही अवस्थामा समभावका साथ बस्न सकियो भने त्यो अवस्थामा बल्ल हामी के भइन्छ स्थितप्रज्ञ व्यक्ति भइन्छ है त। हामी स्थितप्रज्ञ हुन सिक्नुपर्छ। त्यस्तै गरी भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ हामी जुनसुकै काम गर्दाखेरि पनि हामी साँच्ची भावका साथ काम गर्न जान्नुपर्छ। साँच्ची भाव भनेको कस्तो त भन्दा आफ्नो द्रष्टा आफै हुने, आफूले आफैलाई हेर्दै हुनुहुन्छ। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, त्यहाँ एउटा द्रष्टा छ कि तपाईलाई त थाहा छ नि, कोही न कोही त छ जसले के गरेको छ, काम गरेको भनेर देखिरहेको छ। भनिसकेपछि आफैलाई हेर्ने अथवा द्रष्टा बन्ने त्यो कला जसलाई हामीले जान्नुपर्छ। हाम्रो शरीर, विचार, भावना, मन, बुद्धि यी सबैलाई हामीले छुट्याउन सिक्नुपर्छ। तपाईको शरीरलाई कसैले देखिरहेको छ, त्यो को हो? तपाईँ आफै हो। तपाईको विचारलाई कसैले देखिरहेको छ, त्यो को हो? तपाईँ आफै हो। भनिसकेपछि जेसुकै कुराहरू गरिराख्नु भएको छ त्यसलाई कसै न कसैले देखिरहेको छ। तपाईँ काम गरिराख्नु भएको छ तर पनि तपाईले देखिराख्नु भएको छ कि मैले काम गरिरहेको छु। भनेपछि हामी त वास्तवमा कर्ता होइन छ, हामी त अवलोकनकर्ता है छ नि त। कर्ता त गरिरहेको छ तर पनि थाहा भइरहेको छ कि हामीलाई कसैले काम गरिरहेको छ। भनिसकेपछि हामी जुन काम गरेका छौं त्यसलाई हेर्न सक्ने, साक्षी भाव राख्ने त्यस्तो व्यक्ति बन्नुपर्छ। जबसम्म हामीले कुनै काम गरिरहेका हुन्छौं त्यसलाई साक्षी भावले हेर्न सक्दैनौं तबसम्म हामी साँच्चीकै को हो त भन्ने कुरा अलमलमा हुन्छौं। हामी कर्ता हुँदै होइन, हामी अवलोकनकर्ताहरू मात्र हो। हामी दुखाइ, डर आदि विभिन्न कुराहरू हुन्छन्, तर तपाईलाई दुखेको छ तर त्यो दुखाइ हेर्ने को हो त? कसैले त हेरिरहेको छ, कसैलाई त भइरहेको छ त्यो दुखाइ। डर कसैलाई त भइरहेको छ। हो, यो डर, यो दुःख, यो सुख यी सम्पूर्ण कुराहरूलाई पनि हेर्ने को हो त भन्दा तपाईको मुख्य जुन कन्सियसनेस, मुख्य अवलोकनकर्ता त्यो तपाईँ हो। त्यसकारण हामीले जुनसुकै काम गरिरहेका हुन्छौं त्यसलाई साक्षी भावका साथ गर्नुपर्ने हुन्छ, माइन्डफुलनेसका साथ गर्नुपर्ने हुन्छ। माइन्डफुलनेस भनेको तपाईँ कुनै काम गर्नुभएको छ त्यसैमा बसेर, त्यसैमा डुबेर गर्नुपर्ने हुन्छ भनेर भनिएको छ। त्यस्तै गरी हाम्रा इन्द्रियहरूको नियन्त्रण गर्नुपर्छ। जबसम्म हामी इन्द्रियको नियन्त्रण गर्दैनौं तबसम्म हामी दुःख पाइन्छ भनेर भगवान कृष्णले अर्जुनलाई भन्नुभएको छ। हाम्रो शरीर जुन छ त्योभन्दा इन्द्रियहरू बलवान हुन्छन्, इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा हाम्रो बुद्धि बलवान हुन्छ, बुद्धिभन्दा पनि अझ बलवान भनेको हाम्रो आत्मा हुन्छ। सबैभन्दा तल्लो स्तरमा रहेको हाम्रो जुन शरीर छ त्यसलाई कन्ट्रोल गर्ने भनेको हाम्रा इन्द्रियहरूले हो। भनेपछि यी इन्द्रियहरूलाई जबसम्म हामी निग्रह गर्दैनौं तबसम्म हाम्रो शरीरले विभिन्न खालको दुःख पाइरहेको हुन्छ। तपाईको आँखाले केही कुरा देखेको हुन्छ, अब त्यही कुरा गर्नु पर्यो, त्यही कुरा देखिराख्नु पर्यो। अब तपाईले केही सुन्नु भएको छ, त्यस्तै कुरा तपाईलाई सुन्नु पर्यो। नाकले सुँग्नु भएको छ, अब त्यस्तै कुरा तपाईलाई खान मन लाग्यो अथवा विभिन्न इच्छा जागृत भयो। भनिसकेपछि जति पनि हाम्रा इच्छाहरू जागृत हुन्छन् नि, यी इन्द्रियहरूलाई निग्रह नगर्दा हुने रहेछ। त्यसकारणले हामीले जबसम्म इन्द्रियलाई निग्रह गर्न सक्दैनौं तबसम्म हामी जहिले पनि यही इन्द्रियहरूकै गुलाम भइरहेका हुन्छौं। तपाईलाई मिठो खान मन लाग्यो, अब त्यही खानाको पछाडि तपाईँ डुल्नुहुन्छ, हैन? अब तपाईलाई केही हेर्न मन लाग्यो, अब त्यही हेराइको पछाडि डुल्नुहुन्छ। भनिसकेपछि तपाईँ त खाली त्यही इन्द्रियहरूकै गुलाम हुने होइन नि त। त्यसकारणले हामीले जबसम्म यी कुराहरूलाई निग्रह गर्दैनौं, जबसम्म हाम्रा इन्द्रियहरूलाई निग्रह गर्दैनौं, हामीले साँच्चीकै आफ्नो जीवनको बाटोलाई बिर्सन सक्छौं के है। भनेको जस्तो हामीले नराम्रो खाना खानु, हैन, नराम्रो कुरा सुन्नु आदि इत्यादि भनेका के हुन्छ भन्दा हाम्रा इन्द्रियहरूलाई निग्रह गर्न नसकेर। जब तपाईँ नराम्रो कुरा सुन्नुहुन्छ तब त्यसलाई तुरुन्तै
यी इन्द्रियहरूले यी नराम्रा कुरा सुने, त्यसकारण अबदेखि म सुन्दिनँ भनेर तपाईँको इन्द्रियलाई मनले कन्ट्रोल गर्नुपर्छ। अब त्यो मन पनि चञ्चल हुन्छ, त्यो मनले पनि कन्ट्रोल गर्न सकेन भनेदेखि तपाईँको बुद्धिले त्यसलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। यसरी हामीले हाम्रा इन्द्रियलाई जसरी पनि कन्ट्रोलमा राख्नुपर्छ, होइन भने त्यही इन्द्रियको दास तपाईँ बनिराख्नुहुन्छ भनेर भन्नुभएको छ। त्यस्तै गरी भगवान कृष्णले गीतामा विभिन्न योगहरूको चर्चा गर्नुभएको छ। योगहरूमा तपाईँ भन्नुहोस् न, कर्मयोग, ज्ञान योग, ध्यान योग, साङ्ख्य योग, विभिन्न किसिमका योगहरूलाई बताइएको छ। ती योगहरूमध्ये पनि सबैभन्दा उच्च योग के हो त भन्दाखेरि भक्ति योग भनेर भनिएको छ। भक्ति योग भनेको तपाईँ कर्मयोग गर्नुहोस्, ध्यान योग गर्नुहोस्, ज्ञान योग गर्नुहोस्, तब पनि तपाईमा कुनै न कुनै एउटा भक्ति, कुनै न कुनै एउटा आस्था चाहिँ चाहिन्छ भन्नुभएको छ। त्यसकारणले गर्दा उहाँले के भन्नुभएको छ भने यी जुनसुकै खालको योगहरू गरे पनि, तपाईँ कर्मयोग, ज्ञान योग, ध्यान योग, जुनसुकै योग गर्नुहोस्, तर पनि भक्ति योग त्यसमा जोडिएन भने तपाईले जुन कुरा पाउनु पर्ने हो नि त्यति कुराहरू पाउनुहुन्न भनेर भनिएको छ। जो मान्छे मेरो शरणागतिमा आउँछ उसले कुनै योग गर्नु पर्दैन भनेर भन्नुभएको छ। कि त्यो व्यक्ति जब भगवान कृष्णको शरणागतिमा आउँछ ऊ भक्ति योग गर्छ। भक्ति योगलाई सबैभन्दा माथिल्लो योगको रूपमा राख्नु भएको छ। भनिसकेपछि हामी जुनसुकै योग गरौँ तर पनि भक्ति भावका साथ गरौँ। सबै योगहरूले तपाईलाई एक उच्चतम बिन्दुमा पुर्याउँछ, तर भक्तिको भाग, शरणागतिको भाव तपाईमा चाहिन्छ नै चाहिन्छ भनेर भनिएको छ। र अझै महत्त्वपूर्ण कुरा भागवत गीतामा बताइएको, जुन बिना हामी अपुरो हुन्छौँ त्यसलाई आत्मज्ञान भनिन्छ। आत्मज्ञान भनेको तपाईँ को हो त? म वास्तवमा को हो? म को ज्ञान? म शरीर हो त? म मन हो त? म के हो? म बुद्धि हो त? म तर्क हो त? म को हुँ? हेर्नुहोस् है, हो जबसम्म हामीसँग आत्मज्ञान हुँदैन तबसम्म हामी सांसारिक विभिन्न कुराहरूमा भड्किरहेका हुन्छौँ। सबैभन्दा पहिला हामीले बुझ्नुपर्छ कि म को हुँ? म एक शुद्ध चेतना स्वरूप हुँ। म अजर अमर अविनाशी हुँ। म कुनै शरीर होइन, मेरो मन बुद्धि तर्क होइन। म जन्म मृत्युबाट पर छु, सुख दुःखबाट पर छु। हामीले जुन मृत्यु भन्ने गरेका छौँ हो, त्यो मृत्यु नै सही सत्य होइन भन्ने कुरा चाहिँ आत्मज्ञानले गर्छ। हाम्रो आत्मा त कहिल्यै पनि मर्दैन नि त, अजर अमर अविनाशी आत्मा भनिसकेपछि हामीले जुन मृत्युको परिभाषा दिइरहेका छौँ त्यो मृत्यु भनेको खाली एउटा शरीरको अन्तिम अवस्था मात्र हो। तपाईको शरीरले काम गर्न नसकेको अवस्था मात्र हो, तर तपाईको आत्माको अन्त्य होइन। आत्मा अजर अमर अविनाशी छ भनेर भनिएको छ। त्यसकारण हामी यी मृत्युको भयबाट पनि डराउनु पर्दैन। हामी कहिल्यै पनि नमर्ने अजर अमर अटल छौँ भनेर भागवत गीतामा भनिएको छ। यसरी यी विभिन्न कुराहरू जहाँ हामी स्थित प्रज्ञ भएर रहन सिक्नुपर्छ, कर्म गर्दाखेरि फलको आशा नगरिकन गर्नुपर्छ, जुन कुरा गरिरहेका छौँ साँच्ची भावका साथ गर्नुपर्छ, हाम्रा इन्द्रियहरूलाई निग्रह गरेर गर्नुपर्छ, जुनसुकै योग गरेका छौँ त्यसमा भक्ति योग जोडिनुपर्छ र हामीले आफूले म को हुँ त, मेरो वास्तविकता के हो त भन्ने कुरालाई बुझ्नुपर्छ। यदि तपाईले यी कुराहरू बुझ्नुभयो भने जीवन सहज तरिकाले चल्छ। जीवनमा गर्ने कर्मप्रति हामी गौर गरेर गर्न सक्छौँ। हाम्रा शरीर इन्द्रियहरूलाई नियन्त्रण गरेर गर्न सक्छौँ र आफूले आफ्नै परिभाषा बुझ्नुहुन्छ, म को हुँ भन्ने कुरा बुझ्नुहुन्छ। नमस्कार।